हामी परीक्षा दिएर ठ्याक्क घर आउने समयमा हामी खोलामा पौडी खेल्न गयौँ। खोलाबाट बग्दै खेल्दै जाँदाखेरि जहाँ पहिला त्यहाँ चाहिँ मान्छेलाई जलाउने गर्थे। हामीलाई खोलाको नाम भन् त कहाँको खोला? शीतखोलाको मसानेर हो। तिमीहरू त्यहाँ तल पहिला त्यहाँ माथि खेल्थ्यौ, तल के गर्नु हो? हामी खेल्दै चाहिँ अब तलको रौमा पौडी खेल्न जाने भनेर गयौँ। कतिजना थियो त्यहाँ? हामी 5-6 जना थियौँ। 5-6 जना थियो स्कुलदेखि आउँदाखेरि हो? हजुर। कतिमा पढ्दाखेरि? 8मा पढ्दाखेरि। रोसे पनि थियो? हजुर। त्यति बेला चाहिँ हामी अब पौडी खेल्दै गयौँ। त्यो रौमा चाहिँ पहिला मान्छेहरूलाई जलाउने गर्थे। त्यो मसाने जलाउँछन्। हामीलाई थाहा थियो, तर हाम्रो चाहिँ के थियो भने पौडी खेल्दै जाँदाखेरि त्यहाँको पानी अलिक चिसो हुने भएकाले हामी त्यहीँ गयौँ के। अब खेल्दै 3-4 चोटि फुङ्गाल्यौँ, केही भएन। तर हामी जब 4थो चोटि फुङ्गाल्न थाल्यौँ। हजुर, हामी सबै फुङ्गाल्नेवाला थियौँ, तर फुङ्गालेन। ठ्याक्क दिउँसोको 12 बजेको समय थियो। अनि एउटा हाम्रो यता उसको गाउँको सानो भाइ थियो, त्यो रोशन। त्यो छेउमा पौडी खेल्दै गएको थियो। पौडी खेल्दै त्यो छेउमा थियो। हामी चाहिँ माथिबाट ठ्याक्क फुङ्गाल्न लाग्थ्यौँ। पुरै त्यहाँ चाहिँ वरिपरिबाट